दाजु जय मसी। जय मसी। हजुरको नाम भनिदिनुहोस् न हामीलाई। मेरो नाम सानुबाबु सुर्खेती। घरमा पढाउने नाम। स्कुल पढ्दाखेरि चाहिँ राजेन्द्र सुर्खेती। अनि तपाईँको घर चाहिँ हेटौँडा 17 मा। हेटौँडा 17 पहिला हेटौँडा 6 अहिले चाहिँ हेटौँडा 17। अनि तपाईँको घरमा को हुनुहुन्छ? मेरो घरमा बिरुवा भएको बुवा हुनुहुन्छ। हजुर। अनि हामी श्रीमान श्रीमती अनि 2टा छोरी एउटा छोरी, हामी 6 जना परिवार छौँ। अनि तपाईँले प्रभु येशू ख्रीष्टलाई विश्वास गरेको चाहिँ कति वर्ष भयो दाजु? ठ्याक्कै 21 वर्ष भयो। 21 वर्ष भयो। अनि यो 21 वर्षको यात्रामा तपाईँले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्दाखेरि तपाईँले आफ्नो जीवनमा कहीँ कतै मैले विश्वास गरेको कुरामा गलत पो भएछ कि अथवा यो चाहिँ मैले गरेको बेकार गरेछु भन्ने भएको छ अहिलेसम्म जीवनमा? सुरुमा चाहिँ जब आमाद्वारा नै प्रभु येशू चिन्ने मौका पाएको होइन, जब आमा बित्नुभयो नि त्यो समयमा चाहिँ सार्कीको लास हुमाएको परिवारले छोयो। सार्कीको लास छुनी, क्रिया नगर्ने, टिकाटालो पनि नगर्ने, आफ्नो इष्टमित्र मान्न नपर्ने, कस्तो धर्म भन्दाखेरि त्यतिखेर अलिकति मनमा चाहिँ मैले कस्तो धर्ममा आइछु भन्ने चाहिँ त्यतिखेर भएको थियो। अनि त्यतिखेर मिना दिदी आफ्नो आफन्तहरू पनि त थिए नि विश्वास गर्ने, सबैको सल्लाहले अनि प्रार्थनाले होइन भाइ हामीमा चाहिँ त्यो एउटा निराशापन आउनु हुँदैन, हामी परमेश्वरमा विश्वास गर्नुपर्छ, त्यसलाई एकदम अध्ययन गरेर बाइबलमा जे छ त्यही अनुसार हामी जिउनुपर्छ भनेर मिना दिदीले सिकाउनु भयो। अनि मेरो आफन्त भिनाजुहरू हुनुहुन्थ्यो होइन, भिनाजुहरूले सल्लाह दिए अनुसार चाहिँ मलाई अलिक पछिबाट अलिक खुसी लाग्दै आयो। अनि अहिले आएर चाहिँ के भयो, मण्डली बिर्दिने भयो, विश्वासीहरूको सङ्ख्या नि बढे, छिमेकीहरूमा पनि विश्वास गर्नेको सङ्ख्या बढे। अहिले चाहिँ मलाई खुसी लागेको छ। जस प्रभु येशू पाइकन चाहिँ मेरो जीवनमा शान्ति छ, अनि घर परिवारमा मेलमिलाप छ, खानेपिउने कुरोबाट छुटकारा पाएको छ, लामा झाँकी तन्त्र मन्त्रबाट हामी छुटकारा पाएका छौँ होइन। अहिले आनन्द छ, राम्रो छ। जस तपाईँले यो 21 वर्षको यात्रामा जुन खालको शान्ति, जुन खालको आनन्द तपाईँले पाउनु भएको छ त्यसमा तपाईँ खुसी हुनुहुन्छ? अहिले खुसी। र विशेष गरेर तपाईँले आमाको कुरा निकाल्नुभयो होइन। अब आमाको केसमा चाहिँ तपाईँहरूको घरमा चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईँको आमाले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नु चिनाउनु माध्यम चाहिँ उहाँबाट आमाद्वारा तपाईँले चाहिँ प्रभु येशू ख्रीष्टको बारेमा चिन्ने मौका सुन्नु भएको थियो पहिला, सुनि अनि चिन्ने मौका नि पाइयो, चिन्ने मौका तपाईँले पाउनुभयो। अनि आमालाई समग्रमा हेर्दाखेरि अब आमा धेरै समय बाँच्नु भएन, विश्वास ग्रहण गरेर बक्सिन ननाइकन हजुर बित्नुभयो है। काम गर्दैछ होइन, हतारको बेला धान काट्ने बेला थियो, एउटा भाइ किरा बसेर एउटा भाइ धान काटेको, न सोक न भोग न तिर्खा। त्यो मान्छेलाई आफ्नो आमा बितिरहेको छ, कुनै शोकको महसुस छैन भनेर कुरा काटिरहेको थियो। अब यो शोकको महसुस छैन भन्दै गर्दाखेरि चाहिँ अब त्यो चाहिँ मानिसहरूले हेर्ने तरिका, तर तपाईँ आफू एउटा विश्वासी भएको कारणले चाहिँ मानिसहरूले हामीलाई बाहिरबाट हेर्दाखेरि चाहिँ शोक गरेन अथवा दुःख मनाएन, रोएन, अब आँखामा आँसु भएन भन्छ। तर तपाईँले व्यक्तिगत जीवनमा जब तपाईँले आमा गुमाउनु भयो, तपाईँलाई के लाग्छ? तपाईँ त्यो शोक भएर जानुभयो, तपाईँले शोक मनाउनु भयो कि भएन? शोक मनाइयो। तपाईँ शोकित हुनुभयो कि भएन? शोकित भयो, पीडा भयो, आमा बित्नु भयो होइन। आमाको म अलिकति प्यारो कान्छो छोरो भएको कारणले गर्दाखेरि मेरो छोरो ठुलो काम गर्न सक्दैन। अब तेरो बुवाको चाल त्यस्तो छ, खाने पिउने गर्नुहुन्छ, मैले जस्तो तँलाई माया गर्ने मान्छे छैन, त अब एक्लो भइस्
परिवारमा एक्लो छस्, तेरो छोराछोरी जन्म छस्, कसरी हुर्काउँछस्, बढाउँछस् होइन आदि इत्यादि कुराहरू आमाले सुनाउनुहुन्थ्यो। त्यसरी म आमा बित्दाखेरि चाहिँ अब मलाई साथ दिने, मलाई माया गर्ने मान्छे चाहिँ मेरो छैन भनेर मलाई त्यसरी चिन्ता र शोक चाहिँ म गर्थेँ। अनि अब त्यो चिन्ता र शोक एउटा मायाको कारणले पनि भयो, जुन आरोप तपाईँलाई मानिसहरूले छरछिमेकहरूले लगाए, यसले चाहिँ शोक गरेन भन्ने कुरामा, त्यसमा चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ? तपाईँ एउटा विश्वासी भएर आमा बेच्नुभएको शोक चाहिँ तपाईँले गर्नुभयो कि भएन? आमा बितेर जानुभयो होइन। मान्छे एक दिन जन्मिन्छ, मर्नु नै पर्छ होइन, मृत्यु हुन्छ भनेर बाइबलले नै भनेको छ। मर्ने नै एउटा समय छ, हाँस्ने नै एउटा समय छ, रुने नै एउटा समय छ, शोक गर्ने एउटा समय छ भनेर बाइबलले भनिरहेको छ त। शोक गर्ने समयमा शोक गर्नु नि पर्छ, हाँस्ने समय हाँस्नुपर्छ भने जस्तै त्यो समयमा चाहिँ त्यो ती मानिसहरूले जे भने पनि प्रभुमा भरोसा गरेर प्रार्थनासहित अब प्रभु तपाईँको इच्छा छ भने मलाई सुरक्षा गर्नुहोस्, मलाई सहायता गर्नुहोस्, मानिसहरूको मुखमा तिनीहरूको मुखमा चाहिँ पट्टी लगाइदिनुहोस् भनेर प्रार्थना गर्थ्यो होइन। त्यो प्रार्थनाको फलले होला अहिले ती मानिसहरूले अहिले आएर यो कान्छोले चाहिँ के त यो जस्तो इमान्दार, सज्जन, सोझोपन छ भनेर चाहिँ अहिले मान्छेले गुणगान चाहिँ गाउँछन्। मेरो अगाडि प्रशंसा गरे हुन्थ्यो, अब भित्रमा त्यो बुझ्नु गाह्रो छ। प्रभु येशू ख्रीष्टलाई विश्वास गरिसकेपछि केही समय तपाईँलाई गाह्रो भयो, किनभने मानिसले हेर्ने दृष्टिकोण तपाईँले चाल्नुभएको त्यो नयाँ पाइलामा मानिसहरूले हेर्ने दृष्टिकोण फरक तर अहिले 21 वर्षको यात्रामा जब तपाईँले हेर्नुहुन्छ, मानिसहरूले तपाईँलाई जब हेर्छन् उनीहरूले तपाईँमा परिवर्तन देख्छन्, देखाएको छ। अब यो बाहिरी परिवर्तन मात्र नभएर भित्री परिवर्तन देख्छन्। गाउँ समाजले कुरा गर्छन् त्यो तपाईँ यसरी एउटा राम्रो बाटोमा लागेको छ, खानेपिउने गर्दैन, आफ्नो परिवारलाई सुखमा पालेको छ, वृद्धाको बुवालाई पनि यसले सम्हालेको छ है। अरू जस्तो केटा होइन चाहिँ यसले बुवालाई पनि अब वृद्धाको अवस्थामा राम्रो गराएको छ भन्ने कुरो चाहिँ भनिरहेको छ कि मानिसहरूले त्यो देखाएको छन्। विशेष गरेर अब तपाईँले विश्वास गरेको 21 वर्ष भयो, अनि यो 21 वर्षमा अब मान्छेहरूले भन्छ, विशेष गरेर मानिसहरूले अब अरूहरूले जो व्यक्तिहरू जो ख्रिस्टमा छैनन् त्यो व्यक्तिहरूले चाहिँ के भन्छन् भन्दाखेरि डलर पायो, पैसा पाएर चाहिँ विश्वासी बनायो, ललाई फकाइ गरेर विश्वासी बनायो भन्ने खालको कतिवटा तर्कहरू मानिसहरूले गर्छन्। अब तपाईँलाई 21 वर्ष जब तपाईँले प्रभु येशू ख्रीष्टको बारेमा सुन्नुभयो, तपाईँले त्यो खालको एउटा प्रलोभनमा परेर विश्वास गर्नुभयो, कसैले तपाईँलाई पैसा दिएर विश्वास गर्नुभयो कि तपाईँले चाहिँ आफैले बुझेर एउटा कसैको करकापमा नभइकन आफ्नै स्वेच्छाले प्रभु येशूमा विश्वास गर्नु? मैले त्यो कसैको करकाप डर त्रासबाट होइन कि हाम्रो परिवारमा सल्लाहले नै हामी प्रभु येशूमा विश्वास गरेको। मेरो बहिनीले विश्वास अहिलेसम्म गरेको छैन होइन, मेरो दाइले पनि त्यतिखेर विश्वास गरेको छैन। ल कान्छा त भनेको आमाको कान्छो पनि होस् र आमाको इच्छा छ कि प्रभु येशूमा विश्वास गर्ने र उहाँलाई चाहिँ यस्ता लामा झाँकी तन्त्र मन्त्र गर्नेमा उहाँलाई अब कति गर्नु भनेर उहाँले भनिरहनु भएको छ। त आमाको इच्छा पुरा गर छोरो, मेरो इच्छा पुरा गर्ने छोरो त होस् भनेको कारणले गर्दाखेरि मैले कुनै कर काम लोभ लालच देखाएर मण्डलीले त्यो देखाएन छैन। कसैले तपाईँलाई देखा पनि छैन। मेरो आफ्नै हाम्रो परिवारको स्वविवेक स्व इच्छाले नै हामी त्यस्तो मण्डलीमा प्रवेश गरेर हामीलाई कसैले कर काम दिएर पैसाको लोभ लालच देखाएर नि गएन। हाम्रो इच्छाले स्व इच्छाले नै गएको। अहिलेसम्म मण्डलीमा आम्दानी कति छ, के छ, आएछ कहाँबाट आउँछ, मान्छेले भन्न त डलर आछ, पैसा खान्छ, त्यो सबै मात्रै हो नि होइन। तर हामी चाहिँ के त प्रभुमा विश्वास गरेका छौँ। अहिले हामीलाई राम्रै छ, हाम्रो परिवारमा शान्ति छ। अब यो 21 वर्षको यात्रामा कतिपल्ट भौतिक सुख, भौतिक सन्तुष्टिहरू जीवनमा भएन होला,
तर हृदयमा शान्ति आनन्द तपाईँले पाउनु भएको छ। हजुर। अनि विशेष गरेर जुन हामी मुक्तिको कुरा गर्छौँ, मोक्षको कुरा गर्छौँ र तपाईँले पूर्ण रूपमा विश्वास गरेर कसैको बिना करका बिना नै विश्वास गरेर चाहिँ तपाईँले एउटा मुक्तिको कुरालाई चाहिँ तपाईँले बुझ्नुभयो कि प्रभु येशू ख्रिस्टले चाहिँ मरेर तपाईँ र मलाई चाहिँ मुक्ति दिनुभयो भन्ने कुरा तपाईँले विश्वास गर्नुभयो। र भोलि सबैभन्दा एउटा पृथक कुरा चाहिँ हाम्रो क्रिस्चियन जीवनमा चाहिँ एउटा पृथक कुरा छ, त्यो चाहिँ अब भोलि मृत्युपछिको पनि जीवनमा तपाईँले विश्वास गर्नुभयो अनि त्यो आशामा तपाईँ जिइराख्नु भएको। हुन्छ दाइ, धन्यवाद। प्रभुले तपाईँलाई आशीर्वाद दिनुभएको छ। अनि तपाईँले अहिले तपाईँले पढ्दै पनि हुनुहुन्छ, डिप्लोमा होइन? तपाईँले बाइबल अध्ययन गर्दै हुनुहुन्छ र यो अध्ययन तपाईँलाई कस्तो भइरहेछ? यसले प्रभावकारी भूमिका खेलेको छ कि छैन? यो हामीले डिप्लोमा क्लास लिइकन बाइबल यात्रा सम्बन्धी सुरुदेखि नै जुन श्याम लामा सरले पढाउनु भयो नि, त्यो एक्टिङ सहित त्यो एक्टिङले चाहिँ निकै प्रभाव परायो है। त्यो बेला बुझ्यो के त्यतिखेरको नक्साहरू चित्रहरू कोरेर होइन, एक्टिङ सहित त्यो गर्दाखेरि चाहिँ बाइबलको मुख्य त्यहाँबाट बुझ्न चाहिँ सजिलो हुन्छ। तपाईँलाई के लाग्छ अब हाम्रो नेपालमा भएका मण्डलीमा अगुवा पास्टरहरूले चाहिँ बाइबल अध्ययन गर्नुपर्छ कि पर्दैन? गर्नुपर्छ। बाइबल अध्ययन गर्ने पढ्ने गरेन भने हामीले सेवा गर्नुपर्छ, पढ्नुपर्छ। नपढेर पनि पास्टर भएको छन्, तर पढ्न चाहिँ पढ्नुपर्छ। मैले अहिले पछुतो लाग्दा चाहिँ मैले एकजना बुवाले पढ भन्दाखेरि 12 कक्षा मात्रै एसएलजी मात्रै गरे भने अहिले गरेको भए एसएलजी गरे भए त्यतिखेर होइन गरे भए मैले सायद मलाई यो बिटिएस पढ्न नै मलाई इच्छा लाग्यो। त्यो इङ्ग्लिसमा कमजोर छु, इङ्ग्लिसमा पढ्न त मन लागिरहेको छ। र हामीले सुरुदेखि नै पढ्ने कुरालाई जग्दैनौँ कि बिचमा आएर अलिकति उमेर ढल्केपछि पढ्न परेको, त्यसमा चाहिँ अलिकति मलाई उमेर गइसक्यो भनेको कुरो बिर्सिने बेला गइसक्यो भन्ने अलिकति मनमा चाहिँ त्यो दुःख लाग्छ। पहिला पढेको भए मैले अहिले अझ धेरै बुझ्थेँ भन्ने कुरो तपाईँलाई लागिरहेछ। र अब आउने पुस्तालाई एउटा सुदृढ गर्नको लागि चाहिँ तपाईँलाई लाग्छ मण्डलीमा अगुवा पास्टरहरूले अझ सकेसम्म विश्वासीहरू नै शिक्षित हुन चाहिँ आवश्यक छ। आवश्यक। सबै विश्वासीहरू पढेर बुझेर अगाडि बढेर मण्डलीमा जागृति नै आउँछ, जागृति आउँछ होइन। ल दाजुलाई धन्यवाद र फेरि पनि हामी भेट गर्नेछौँ है त। ल जय मसी। ल।